हिजो जस्ट गर्मी भयो भनेर हल्का हावा खाउँ कि भनेर जङ्गलतिर गइदिएको होइन। सो जङ्गलमा हिँड्दा हिँड्दा एउटा पाकेको क्या हर्लकै पुरै र कालो भएर पाकेको होइन फरेस्टको बोट भेटायो। त्यस्तो पाकेको फरेस्टको बोट भेटाइसकेपछि त्यो नखाने कुरा भन्ने कुरा भएन। ल मलाई खाइदिएँ, मिठो, कति मिठो। त्यस पछाडि खाइसकेपछि सोचमा आयो कि साला म करोडपति भएको भएदेखि त यसरी बोटमा चढ्नै पर्दैन होला। मेरो कामदारहरूले टक्क लाएर टिपेर दिन्थ्यो होला, म खान्थ्यो होला, म त बस्ने रहने अलग अलग हुन्थ्यो होला भनेर सोच्दै बसिरहेको थिएँ। त्यसै अरसतमाथि म चाहिँ हिँड्दै जाँदाखेरि बाटोमा चाहिँ 1 करोडको चेक भेटाएँ क्या मैले। सो 1 करोडको चेक भेटाइसकेपछि मैले जाली होला कि भगवान्ले मेरो पुकार सुनेर भन्ने पनि लाग्यो। फेरि त्यो हत्तपत्त लाएर म ब्याङ्कतिर पनि हिँड्थेँ। ब्याङ्कमा त्यो हल्का अलिकति शङ्का लाग्ला जस्तै गरेँ, यताउति गरेर हेऱ्यो। पछि भन्यो हजुरको पेमेन्ट चाहिँ सर हजुरको अकाउन्टमा हालिदिउँ कि पेमेन्टमै निकालिदिउँ सर भनेर भन्यो है। त्यस पछाडि त म चाहिँ पुरा फुल कन्फ्युजमा भएँ क्या। यो पैसा कहाँ राख्ने अब मैले? अब जाली भनेको साँच्चै निस्क्यो, घरमातिर राख भने हटाउँदैन होला, घरका मान्छेलाई पैसा भनेर देखाउँ भने घरको मान्छेहरू बेहोस भएर ढल्ने भयो कि भन्ने लाग्यो। फेरि त्यस्तो सोच्दा सोचहरूमा पुग्दाखेरि सोचिरहेको थिएँ के गर्ने भन्ने कुरा। त्यतिखेरमा आमाले आएर पानी हालिदिनु भयो। त्यतिखेर